विगतका निर्वाचनहरूमा गुल्मी क्षेत्र नम्बर 2 बाट आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरूले हामीलाई सूर्य चिन्हमा मतदान गरेर निर्वाचित गरिरहनु भएको छ। जनताको हितको लागि हामीले थुप्रै विकास निर्माणका कामहरूलाई अगाडि बढाएका छौँ। कैयन कामहरूले जनतालाई सेवा पुर्याएको छ, तर कतिपय कामहरू अझै पुरा हुन बाँकी छ, अधुरा छन्। ती अधुरा रहेका कामहरूलाई पुरा गर्न पर्ने छ। ती पुरा गर्ने कामहरूको सन्दर्भमा समेत पनि हामी अझ गम्भीर छौँ, अझ जनअपेक्षालाई पुरा गर्नको लागि संवेदनशील छौँ, अझ चिन्तित पनि छौँ। यसको साथसाथै यति बेला लोकतन्त्रलाई कमजोर पार्न चाहने शक्तिहरू हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, आत्मसम्मान, सार्वभौमिकतालाई कमजोर पार्न चाहने शक्तिहरू क्रियाशील बनिरहेका छन्। हामीले हाम्रो देशको सार्वभौमिकतालाई बलियो बनाउनु पर्नेछ, लोकतन्त्रलाई सबल बनाउनु पर्नेछ। कुनै पनि प्रकारका समस्याहरूको समाधान लोकतन्त्रलाई समृद्ध बनाएर नै हुन्छ। जति लोकतन्त्रलाई हामी समृद्ध बनाउन सक्छौँ, जति लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन सक्छौँ, त्यति नै युवा मित्रहरूका चाहनाहरू, सपनाहरू, अपेक्षाहरूलाई पुरा गर्ने गुन्जाइस रहन्छ। त्यति नै आम नेपाली जनताको परिवर्तनको आकाङ्क्षालाई पुरा गर्ने सम्भावना रहन्छ। यसकारण संविधानका महत्त्वपूर्ण उपलब्धिलाई जोगाउने, लोकतन्त्रलाई समृद्ध बनाउने, जनआकाङ्क्षालाई पुरा गर्ने र आर्थिक सामाजिक रूपान्तरण गर्दै नेपाललाई